रासपासँग थप एकता वार्ता नगर्ने उज्यालो नेपालको निष्कर्ष, राजनैतिक बैमानी गरेको आरोप। रासपा र उज्यालो नेपाल पार्टीबीच एकताको च्याप्टर क्लोज भएको छ। उनेपाको बिहीबार बसेको केन्द्रीय समितिको 5औं बैठकले रासपाले राजनैतिक बैमानी गरेको ठहरसहित अहिलेलाई एकताको सम्भावना सकिएको निचोड निकालेको हो। एक केन्द्रीय सदस्यले एकपछि अर्को शर्त थपेर रासपाले आफ्नो दुनो मात्र सोझ्याउने काम गरेको बैठकमा सबै जनाको एकमत रह्यो। अब अहिले कुनै छलफल नहुने पछि वार्ता गर्नुपर्ने सबै जिम्मेवारीसहित कुलमानलाई अघि सार्ने अन्डरस्ट्यान्डिङ बनेको छ। त्यो बैठकमा कुलमान पनि सहभागी थिए। रविले इङ्गेज गरेर अल्मलाएको मात्र ब्रिफिङ गरेको स्रोत बताउँछ। रविले पछिल्लो समय जेलमा मान्छे बोलाउँदै भेट्ने र मिडिया ट्रायल गर्ने काम गरे। हामीलाई उपयोग मात्र गर्ने नीति लिएर भित्रभित्रै सङ्गठन विस्तारमा लागे। वैकल्पिक शक्ति भन्ने तर अर्कालाई वैकल्पिक भन्न नदिनेतिर लागे। सहमति नजिक पुग्दा एकपछि अर्को अड्को थाप्ने काम मात्र गरे। ती नेताले दावी गरे अन्तिमसम्म प्रयास गर्दा पनि रासपा सहमतिमा नआएको निष्कर्षसहित अहिले उनेपा सङ्गठन विस्तार अभियानमा होमिएको छ। कर्णाली हिँडेका नेता जितराम लामाले अहिलेलाई संवाद प्रक्रिया स्थगित भएको स्वीकारे। उनले भने पछि पुनः कुराकानी हुन सक्छ। अहिलेलाई स्थगित भएको छ। हामी पार्टी निर्माण र सङ्गठन विस्तारमा लागिसक्यौँ। रासपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल र पुकार बम साथै उनेपाबाट गणेश घिसिङ, तारा जोशी र जिता लामा लगायतका नेता निरन्तर संवादमा थिए। उनेपाका नेता रवि लामिछानेलाई नै सभापति मानेर साथै घण्टी चिन्ह मानेर एकता गर्न कुलमान तयार भएको बताउँछन्। तर घिसिङले कार्यवाहक सभापतिमा अडान नछोडेको रासपा नेताको दावी छ। कुलमानजी हदैसम्म लचक हुनुभएको थियो। रविजीलाई सभापति स्वीकार गरेर आफूसह संयोजक बस्न तयार हुनुभएको हो। रविजी सभापति र कुलमानजी भावी प्रधानमन्त्री बन्ने गरी एकता गर्न रासपाकै थुप्रै साथीहरू पनि तयार हुनुहुन्थ्यो। तर सहमति नजिक पुगेर पनि रासपा भित्रबाटै बिथोल्ने काम भयो। उनेपाका नेता भन्छन् रासपाका कार्यवाहक सभापति डिपी अर्यालले एकता गर्न नचाहेको ती नेताको आरोप छ। एकता गर्दा कुलमान हावी हुने र आफू ओझेलमा पर्ने चिन्ताले गर्दा उनले सहमति अड्काएको उनले दावी गरे। रासपाको एक नेता भन्छन् कुलमानजीलाई उपसभापति दिन पहिलेबाट तयारी थियो। तर उनीहरूबाट केही समयका लागि भए पनि कार्यवाहक नै चाहिन्छ भन्ने खालको कुरा आयो। एकताको नाममा पार्टी बुझाउन हामी तयार भएनौँ। रवि जेलमा रहेकाले कुलमानले चुनावसम्म पार्टी कमान्ड गर्न खोजेका ती नेताको जिकिर थियो। तर चुनावी तालमेल हुन सक्ने सम्भावना भने जीवितै रहेको उनको भनाइ छ। काठमाडौँका मेयर बालिन शाहले पनि रवि र कुलमानलाई मिल्न सुझाव दिँदै आफ्नो समर्थन रहने बताएका थिए। उनी आफै कुनै कमिटीमा नरहने आफ्नो कोर टिमका केही मान्छे पठाएर समर्थनको मेसेज दिने बताइसकेका थिए। कुलमान पनि बालिनलाई साथ दिनेमा विश्वस्त देखिन्छन्।